हाँ? लेकिन ये साला कर क्या रहा है यहाँ पे? हाँ? टुङ्गे बिहान 4 बजेदेखि यो हस्पिटल ओपन गरी बस्यो। अहिलेसम्म नकैको कपाल दुख्थ्यो, नकैको भुँडी दुख्थ्यो, नकैको ज्वरो आयो, नकैको निमोनिया आउनु। गाउँ बिरामी सबै निकै पटपटाना छन् क्या। कोही बिमारी पनि माया टुङ्गे व्यापार 4 रुपियाँ बिहानी बिहानदेखि बसे ढाड दुख्यो। तिन पनि माया टुङ्गे माखा झाट्टा झाट्टै भइजन है क्या। न हुन्छ नि यार, गाउँमा कोही खुट्टो भाँचियो, कोही हातबाट भाँचियो, न 4 पैसा। मैले पनि कमाउला नि त भने यो दोकान थापिकन बस्नुलाई, क्या अरे हस्पिटल थापिकन बस्नुलाई। को बड्डा आयो। हजुर नमस्कार, फाया डाक्टर नेता मी हो कि? हजुर नमस्कार नमस्कार नमस्कार, म यु बस्नु 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 बस्नु। बुवा हजुरको नाम? हजुर मेरो नाम त मन्चुत्या। तपाईको ठेगाना? हजुर मेरो घर चाहिँ अब ठेगाना त्यही पर गाडगाउँ। उमेर? उमेर त हजुर 47 वर्ष भयो। 47। अनि तम्रो बिमार क्या हो त? ढाङ्गे तम पनि खोसी आएको कुरा था। क्या बिमार थाहा पाइदियो अब तँलाई एउटा हस्पिटलमा आउने दिएका। अब मेरी बट्टी कति जान्ने छ वक्त मुलु खुवाल लिदी त थाहा पायो क्या बिमार बनिकन। त्यही बिकन तोरा आयो क्या थाहा नभइकन। है अलि वटा। हाँ? लेकिन ये साला कर क्या रहा है यहाँ पे? हाँ? किन गर्यो त डाक्टर साहब? कहीँ पेट त बुढो मद्द भएन, कहीँ बिमार ठुलै त देखिएन भगवान। तिम्रो अलिअलि भुँडी दुख्थ्यो होला त? हजुर त्यो त तपाईँले ठ्याक्कै राखेन भने दुख्दो छ हजुर, साह्रै दुख्दो छ। कपालमा अलि चिडीमिडी उठ्ठो छ है? हजुर हेउनै उठ्ठो छ, चिडीमिडी हेउनै निकै एउटा पुरा चिडीमिडी उठ्ठो छ हजुर कपालमा। अलि हातगडा पनि खाइन हुन्न? हजुर हातगडाका त कुडा नहरु खुबै खाइन, रातभरि फुत्दैन हजुर। ढाडा पनि अलि त्यो सलेमबाट किन हटिया हुनु होला त पछाडि? ढाडाका त झन् कुडा नहरु हजुर, तल ठेकाइदिएको आएर टुप्पासम्म सलेमले हुनु छ हजुर। म 5 दिन भयो हुत्याकै छैन। घर मेरो बड्डी दिनी हुन्नुहरु हुन विश्वास नमाने। अलि मुटु पनि कता भट्या त्यो एकै मर्छ न, कता छिटो कता ढिलो पनि हुनु होला। भा डाक्टर त पनि चढिया कुरा नआएर यो त जन्मिया दिनदेखि भट्याउटा हुनु थियो। भट्याउटा नभए त म मरि पनि जाउला त। यो कता ढिलो कता चाँडो हुने त्यो भट्याउटा नभए त मैले मरि जानु त। तम पनि उसा खुसिया उल्टा कुरा त। अनि भिडियो एक्सरा के यस्ता एक्सरा के गरे छिउ कि? नाइ हजुर त्यो भिडियो एक्सरा भन्न त केही हरेन। अब अस्ति सुनपानी गाईगन भन्ने त झडन छड्या त्यो पनि तल माटेको न कुल्याको न त्यही धजा पर्गाला त्यो बाँधा आउँछ हाले आउँ छुटे आउँ। अब गाउँमा धामी भन्ने काइन धामी माया बाबुले मामरी के आउ नाइ अब त्यही तम्रो ठाउँ आयो। हाँ? ल यो पल्लो 3 नम्बर कोठामा जा। अनि सबै मैले दवाईको नामसाम लेखिदिएको छु। यो 3 नम्बरको कोठामा गएर यो दवाई खाओ। तिमीलाई 4-5 दिनमा जस्ताको तस्तो भएन भने यहाँ आइकन मेरो यो कानमा यो सुन काटिकन लैजानु। ल हजुर हुन्छ ल त।
नमस्कार डाक्टर साहब। हजुर नमस्कार नमस्कार, बस्नु 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 बस्नु। अनि तपाईँको नाम? मेरो नाम त हजुर भीमबहादुर हो। भीमबहादुर। अनि ठेगाना? सातला। हाटला। नहीं सातला। हाटला। अनि तपाईँको उमेर? 25 वर्ष भयो मेरो उमेर। 2 र 5 25। अनि तपाईँको बिमार चाहिँ के हो? डाक्टर साहब तपाईँले बिराम भनिकन क्याहरू अहिले 25 वर्षको भए म एकै छोराछोरी नहुने भइगयो। के उपचार गरिदिनु पर्यो, के बाटो दिनु पर्यो हजुर, म कन के गरिदिनु पर्यो। अनि बिहे गरेको कति वर्ष तपाईँको? बिहा गरेको कति वर्ष भयो? छोराछोरी पाउन लागि पनि बिहा गर्नुपर्छ। भनेपछि बिहा आइरहेको छैन है? नाइ त हजुर, बिहा आइरहेको छैन। बिहाका लागि यहाँ आइरहेको है? उठा उठा त्यहाँ उठा। कहाँबाट अनान मारे यही सुई पछाडि वास छिराइदिउँ न रिस्टोरेन्ट। बिहानदेखि 4 रुपियाँ पाउने भए नि आइन रातो ल्याउनु। डाक्टर साहब के उपाय लाग्ने? अझ किरा कैसे कैसे लोग रहते हैं यार यहाँ पर।